हाई एभ्रिवान, वेलकम छ तपाईहरुलाई मेरो न्यू भिडियोमा। आज पनि म एउटा भिडियो लिएर आइसकेको छु। म चाहिँ आज रसबरी बनाउँदै छु है साथीहरु। आज चाहिँ म चाहिँ यो रसबरीको डल्ला बनाउँदै छु। हाम्रो चाहिँ दुध फाटेको रहेछ, दुध फाटेछ अनि किन नास्तार्ने भनेर म चाहिँ अघि मैले चाहिँ दुध फाटेको दुधलाई छेना जस्तो बनाएर टक्कसँगले मार्दा कान्छी चास्नी पनि पकाउँदै डल्ला चाहिँ यस्तो हुनुपर्छ गोलो। रसबरी बनाउँदा चाहिँ साथीहरु यो फाटेको दुधको अब दुध फटाउनु नै पर्छ, तर हाम्रो अलरेडी फाटिसकेको थियो। मैले चाहिँ त्यसको भिडियो राखिनँ। अनि यो छेनालाई चाहिँ मजाले सलमा छानेर राम्रोसित मजाले पानीमा पखाल्दै छान्दै मजाले छानेर यसलाई चाहिँ हातले मजाले मिच्नुपर्छ। हत्केलाको सहायताले मजाले मार्नुपर्छ। अनि यसको डल्लो बनाउँदा चाहिँ रसबरीको सेप दिँदा चाहिँ एकदम नरम तरिकाले हैन, अनि यसको यो रेसा नहुने तरिकाले नफुट्ने तरिकाले मजाले बनाउनु पर्छ साथीहरु। राम्रो हुन्छ, एकदमै मिठो पनि हुन्छ। मैले चाहिँ चास्नी पनि पकाइसके। अब यो चास्नी चाहिँ भइसक्न आँटो। यसलाई मजाले उमालेपछि अनि त्यो अघि बनाएको रसबरीको डल्ला त्यसमा राख्नुपर्छ। यसलाई चाहिँ आफूले खान मन लाग्दाखेरि घरमा बनाएर खान एकदमै सजिलो छ साथीहरु। यो चाहिँ किनभने मलाई चाहिँ एकदमै सजिलो लाग्छ। मैले रसबरी मसँग ल्वाङ थिएन, त्यही भएर मैले चाहिँ अलिकति स्वाद आउँछ भनेर, मिठो वासना आउँछ भनेर मैले अलैँची हालिदिएको थिएँ। मैले चाहिँ एउटा गरेर रसबरीलाई हालि पनि सकेँ। अब यो चाहिँ मजाले आधी घण्टासम्म पाक्न दिनुपर्छ साथीहरु। यो चास्नीमा आधी घण्टासम्म पाक्न दिनुपर्छ। अनि मजाले पकाउनु पर्छ यसलाई चाहिँ। ल तपाईहरुकोतिर पनि यसरी नै दुध फाटेको छ भने नफ्याक्नु होला। कतिपय साथीहरुले फ्याक्नुहुन्छ, तर यसलाई पनि मिठाई बनाएर खान हामीले सकिन्छ। यसलाई चाहिँ आधी घण्टा जति अब पकाउन छोड्दिनु पर्छ। अनि आधी घण्टा पाकिसके साथीहरु